बाइनोमियल थ्योरम भनेको चाहिँ एकदम ह्याभिङ ओन्ली टू टर्म्स, दुईवटा टर्म्स भएको छ भने त्यसलाई बाइनोमियल थ्योरम भनिन्छ। बाइनोमियल भनिन्छ। बाई भनेको के हो? टू। बाई भनेको के हो? टू हो। त्यसलाई नै बाइनोमियल थ्योरम भनेर हामीले बुझ्ने गर्छौँ यहाँ। र एउटा टर्म छ भने मोनोमियल, तीनवटा टर्म छ भने ट्राइनोमियल हुन्छ हो। त्यसै गरेर जस्तै यो बाइनोमियल थ्योरममा जस्तै यो एउटा टर्म भयो भने यो अर्को टर्म भयो, ए प्लस एक्स एउटा टर्म, अनि यो ए माइनस बिएक्स सेकेन्ड टर्म भयो। देन फर एनी पोजिटिभ इन्टिजर एनवटा पोजिटिभ इन्टिजरको लागि चाहिँ बाइनोमियल एक्सपेन्सनलाई हामीले कसरी डिफाइन गर्न सक्छौँ भन्दाखेरि एक्स प्लस एक्स टु दि पावर एन इक्वल टु अनि समेसन अफ एन केदेखि एनसम्म, के 0 देखि एनसम्म जान्छ है। अनि त्यसपछि एक्स टु दि पावर के टाइम्स ए टु दि पावर एन माइनस के हुन्छ। यसलाई नर्मल फर्ममा हामीले जेनरल फर्ममा यसरी लेख्न सक्छौँ, ए प्लस एक्स टु दि पावर एन। त्यसै गरेर हामीले सी नट टु दि पावर एन, यसलाई पावर चाहिँ एक्ज्याक्टली भन्न मिल्दैन, यो सीलाई यसरी लेखिन्छ, एन ए टु दि पावर एन लेखिन्छ हो। सो यसै गरेर हामीले अन्टिल द यहाँनिर हामीले सिएनएन एक्स टु दि पावर एनसम्म हामीले गर्छौँ। अनि वेयर यो भनेको के हो? यो सबै के हो? बाइनोमियल कोफिसिएन्ट हो। बाइनोमियल थ्योरमको कोफिसिएन्ट हो यो। सीवाला टर्म सबै कोफिसिएन्ट हो। अनि त्यसै गरेर हामीले यसलाई चाहिँ जेनरल टर्ममा बुझ्ने गर्छौँ, जहाँ चाहिँ सी टु दि पावर एन आर, पावर चाहिँ एक्ज्याक्टली भन्न मिल्दैन यसलाई, एन टु दि पावर एन माइनस आर एक्स टु दि पावर आर, यो चाहिँ के हो? जेनरल टर्म हो। जेनरल टर्मलाई कसरी डिफाइन गरिन्छ भन्दा कसरी लेखिन्छ भने टी टु दि पावर टी आर प्लस 1 है, टी आर प्लस 1 यसरी लेखिन्छ है। जहिले पनि लेख्दाखेरि हामीले जस्तै अब T8 छ भने अब T8लाई कसरी लेख्ने? T7 प्लस 1 हो। यो प्लस 1 छुट्टै छुट्याएर लेख्नै पर्छ है, यो धेरै इम्पोर्टेन्ट हो, यो तपाईँले याद गर्नुपर्छ जेनरल टर्म। त्यसै गरेर अब यही टर्ममा अब ए टु दि पावर ए चाहिँ 1 छ, ए को भ्यालु 1 छ भने अब हामीले 1 प्लस एक्स टु दि पावर एन के हुन्छ भन्दाखेरि हामीले यो सुरुको टर्म यो फर्स्ट टर्म भयो हो। त्यसै गरेर सोन हामीले यसरी लेख्छौँ भन्नुभयो हो। अब यो भनेको कोफिसिएन्ट हो, यो के हो? यो बाइनोमियल कोफिसिएन्ट। अब बाइनोमियल कोफिसिएन्ट अब यहाँसम्म यो प्रोडक्टमा के आउँछ? एक्स आउँछ हो। त्यसै गरेर एक्स स्क्वायर एक्स क्युब प्लस एक्स टु दि पावर 4 एन्ड सो अन गर्दै एक्स टु दि पावर एनसम्म आउँछ हो। अब यो चाहिँ हामीले यो ए भनेको A1 यहाँनिर यो हामीले सुरुमा कस्तो थियो? ए प्लस एक्स टु दि पावर एन, यस्तो तरिकाले हामीले यहाँनिर हेर्नु त यो डिफाइन गरेको थियौँ नि हो। यही तरिकाले लिएको थियौँ नि हो। यहाँ एकको ठाउँमा 1 हालेर यो भ्यालु आएको। अब यो एक्सलाई चाहिँ माइनस एक्सले रिप्लेस गर्दा के हुन्छ त? यहाँ जुन यो एक्सपेन्सन छ यसमा माइनस एक्स लेख्दाखेरि जस्ट केही पनि हुन्न, जस्ट एक्स। अब यो एक्स त -1 छ भने यो भयो। अब यो एक्स स्क्वायर, अब हेर्नु त, अब यो एक्स स्क्वायर, अब यो एक्स स्क्वायरको ठाउँमा माइनस एक्सको होल स्क्वायर राख्दा केही फरक आयो? केही आएन। मतलब स्क्वायरवाला ठाउँमा केही पनि स्क्वायर मतलब पावरमा त्यो छ भने चेन्जेस आउँदैन, त्यहाँ प्लस नै हुन्छ, यो टर्म आउँछ। कोफिसिएन्ट अफ एक्स टु दि पावर 0 इज कल्ड द टर्म फ्री फ्रम द एक्स अर इन्डिपेन्डेन्ट अफ एक्स अर एब्सोल्युट टर्म। यानि कि यो के हो? यसको अगाडि पावर के छ? भ्यालु के छ भन्दाखेरि एक्सको पावर 0 छ भने एक्स पावर 0, जेको पावर 0 भए पनि त्यसको भ्यालु के हो? 1 हो भने यसलाई नै यो राख्नु र नराख्नुको मतलब छैन, त्यही भएर यसलाई चाहिँ एब्सोल्युट टर्म अथवा इन्डिपेन्डेन्ट अफ एक्स भनिन्छ। ओके, त्यसै गरेर अब हामी मिडल टर्ममा जान्छौँ। मिडल टर्म निकाल्दाखेरि चाहिँ दुईवटा केस हुन्छ जहिले पनि। केस नम्बर 1मा चाहिँ के छ भने इफ एन इज इभेन नम्बर छ एन्ड देयर आर एन प्लस 1 हो। अब एन प्लस 1 यो इभेन छ भने, बुझ्नुभयो? यो इभेन छ भने 1 जोड्दा के हुन्छ? अड हुन्छ हो। जस्तै 2 इभेन हो, 2मा 1 जोड्दा के भयो? 3 भयो भने यो अड भयो। यो इभेन थियो, यसमा 1 जोड्दा अड भयो। त्यसै गरेर यो टर्म एन्ड द एक्सपेन्सन अफ 8 प्लस एक्स टु दि पावर एन, यो वाला टर्ममा चाहिँ हो, यो जुन एन छ यो एन चाहिँ जस्तै 2 छ भने त्यसलाई जस्तै 2 प्लस 1 जोड्दा 3 भयो हो। त्यही भएर त्यो अडमा गयो भने त्यो अड भएको केसमा चाहिँ के हुन्छ भने एउटा मात्र मिडल टर्म हुन्छ। बुझ्नुभयो? एउटा मात्र। अड भनेको के हो? सिङ्गलवाला बुझ्नु न होइन। अड भनेको के हो? सिङ्गल गरेर बुझौँ न, बुझ्नुभयो? अनि यसलाई इभेनलाई के भनेर भन्दा भयो? यो मैले डबल भनेर बुझ्दा भयो हो। भने अब त्यहाँनिर एउटा मात्र मिडल टर्म हुन्छ, बुझ्नुभयो? अनि अडमा एउटा मिडल टर्म, इभेनमा दुईवटा मिडल टर्म हुन्छ। ओके, अब त्यो केस 1मा त्यो मिडल टर्म एउटा के हुन्छ भन्दाखेरि जस्तै अब यसलाई जेनरल टर्ममै लेख्नु पऱ्यो है। जेनरल टर्ममा त्यो मिडल टर्म के हुन्छ भन्दाखेरि Tn/2 प्लस 1 हो, यो हुन्छ। अनि यो टर्ममा यहाँ जुन अघि हामीले आर लेखेको थियौँ, अघि हेर्नु त, यहाँनिर टीआर प्लस 1 लेखेको थियौँ, अनि यहाँ हामीले माथि एन मुनि आर लेखेको थियौँ। अब त्यसै गरेर हामीले अब आरको ठाउँमा चाहिँ यहाँनिर आरको ठाउँमा के आयो? n/2 आयो। अरू सब सेम हो, जस्ट यो टर्ममा जुन अघि हामीले माथि पनि गरेको थियौँ हो, आरको ठाउँमा n/2 आएको, अरू केही पनि होइन। अनि यो जेनरल टर्ममा जस्तो तरिकाले लेख्छौँ त्यसरी लेख्ने हो भने यसको एक्सपेन्सन गर्दाखेरि यसलाई यो टर्ममा पनि लेख्न सकिन्छ, किनकि यो सी यो जुन टर्म छ हो यसलाई हामीले यो टर्ममा लेख्न सक्छौँ। बुझ्नुभयो? भनेपछि अब यो भनेको एज इट इज सेम छ। यसलाई सानो टर्ममा यसरी पनि लेख्न सकियो, बुझ्नुभयो? हो 2
2n माइनस n भनेको n भयो, n बाई 2 यो मुनिको भइहाल्यो, सेम भयो। अब केस 2 मा चाहिँ इफ n इज अड, n चाहिँ अड छ भने देन n प्लस 1 के हुन्छ, इभेन हुन्छ हो। जस्तै अलरेडी 3 छ भने अब 3 मा एउटा जोड्दा त 4 भयो भने यही भन्न खोजेको भने हो। त्यो यो एक्सपान्सनमा चाहिँ यो n चाहिँ अड छ भने अब यो अड छ भने अब n प्लस 1 त इभेन भयो भने यसमा कतिवटा मिडल टर्म हुन्छ, दुईवटा मिडल टर्म हुन्छ। एउटा मिडल टर्म टी n प्लस 1 बाई 2 यसरी लेख्न सकिन्छ हो। अब यसलाई फेरि यो टर्ममा लेख्न सकिन्छ है। अब यो हेर्नु त भनेपछि n माइनस 1, अब यो 2 भन्छ प्लस 2 बाई अब होल डिभाइड बाई 2 हो भनेपछि यो के हो n, अब 2 माइनस 1 भनेको प्लस 1 हो बाई 2 भने यो सेम आयो भने यो टर्ममा हामीले लेख्न सकिन्छ हो। अब यो टर्ममा लेख्न सक्यो भने अब यो यहाँनिर जुन n माइनस 1 बाई 2 छ यसलाई r ले जस्ट रिप्लेस गरेर त्यो अघिको टर्ममा लेख्न सक्नुहुन्छ तपाईँहरूले, बुझ्नुभयो। अनि यही टर्म हुन्छ सेम, यो तपाईँहरूले टक्क कन्सेप्ट लाएर गर्नुभयो भने हुन्छ। तपाईँले सम्झिनु पऱ्यो जेनेरल टर्म हो, जेनेरल टर्म सम्झिनु पऱ्यो क्या तपाईँहरूले मेन, बुझ्नुभयो हो। जसलाई चाहिँ टीआर प्लस 1 को टर्ममा लेखिएको हुन्छ। त्यसै गरेर अब यसलाई यो मिडल टर्मको लागि चाहिँ जेनरल टर्म सम्झिनु पऱ्यो। त्यसै गरेर अब अर्को मिडल टर्म के हुन्छ भन्दा फेरि n प्लस 1 बाई 2 प्लस 1 हो। अब यहाँ अघि n प्लस 1 सेम थियो भने अब जस्ट प्लस 1 एउटा जस्ट अलिकति डिफ्रेन्ट हुन्छ नि त, त्यही भएर मिडल टर्म हुन्छ, बुझ्नुभयो हो। त्यस्तो केसमा चाहिँ के गर्ने भन्दाखेरि यही टर्म जस्ट n प्लस 1 बाई 2 यो होललाई चाहिँ के गर्नु पऱ्यो तपाईँहरूले यसरी बुझ्नु पऱ्यो, बुझ्नुभयो भने। अब त्यसै गरेर हामी अर्कोमा जाउँ। जस्ट अघि तपाईँहरूले यहाँ आरलाई यो मान्नुभएको थियो भने n माइनस 1 प्लस 2 मान्नुभएको थियो भने अब आरलाई तपाईँहरूले n प्लस 1 भनेपछि यहाँ चाहिँ के भयो आर भनेको n प्लस 1 बाई 2 भयो, बुझ्नुभयो भने जेनरल टर्मकै त्यही अनुसार लगाउनुहोस्। त्यही आउँछ भ्यालु। प्रपर्टी अफ बाइनोमियल कोफिसिएन्ट, बाइनोमियल कोफिसिएन्ट भनेको के भनेको थियौँ अघि हामीले, जुन चाहिँ c0 प्लस जस्तै c1 प्लस c2 हो यस्तो छ नि हो, यिनीहरू सबै के हो बाइनोमियल कोफिसिएन्टहरू हो भने। अब यिनीहरूको प्रपर्टी के हुन्छ, द सम अफ बाइनोमियल कोफिसिएन्ट इन द एक्सपान्सन x प्लस 1 टु द पावर n को कोफिसिएन्ट जुन हुन्छ बाइनोमियल कोफिसिएन्ट त्यसको सम भनेको कति हुन्छ, टु द पावर n हुन्छ हो। भने अब जस्तै यसलाई कसरी बुझ्नु पर्यो, तपाईँले यसलाई यो टर्ममा लेख्न सक्नुहुन्छ है, यो टर्ममा, बुझ्नुभयो भने। अब यो भनेको के हो, एक्सको इन्डिपेन्डेन्ट हुन्छ, अघि पनि भनेको थियो नि हो एब्सोल्युट भनेर हो। किन भन्दाखेरि यहाँ त के हुन्छ यहाँनिर x टु द पावर 0 हुन्छ हो, त्यसै गरेर यो 1 भएको हो, बुझ्नुभयो हो। भने अब यसलाई यो टर्ममा लेख्न सकिन्छ भने अब यसलाई यो तरिकाले लेख्न सकिन्छ किनकि यो जुन cn0 छ यसलाई हामीले c0 ले रिप्लेस गरेको हो अनि cn1 जुन छ यसलाई c1 ले रिप्लेस गरेको हो अनि यसरी लेख्न सक्यो। अब x चाहिँ 1 यसको भ्यालु 1 भयो भने के हुन्छ भन्दाखेरि अब 1 प्लस अब 1 x को भ्यालु 1 भयो भनेपछि यो त के भयो 2 टु द पावर n भयो हो। अनि अब c0 प्लस c1 प्लस c यति भयो, बुझ्नुभयो। किनकि यहाँनिर x पनि के भयो यो पनि 1 भयो, अब x को पावर यो 1 स्क्वायर पनि 1 भयो। त्यसै गरेर अनि यो एक्सपेन्सन यो इक्वेसन आई निस्किन्छ। सम अफ अल बाइनोमियल कोफिसिएन्ट इज 2 टु द पावर n। अब यो तरिकाले एउटा प्रपर्टी भयो। अर्को नेक्स्ट प्रपर्टीमा जाउँ हामीलाई थाहा भइसक्यो हो c0 जस्तै c0 प्लस c1 प्लस c2 प्लस यति भने चाहिँ हामीले प्रपर्टी 1 यहाँबाट हामीले अघि हेरिसक्यौँ अनि यति हुन्छ। अनि अब c1 प्लस c2 प्लस c3 भनेको यति हुन्छ। यो c0 हो, c0 यहाँ c0 भनेको के हो 1 रहेछ, c0 भनेको 1 हो, त्यही भएर यो 1 उता जाँदा -1 भएको मात्र हो, बुझ्नुभयो। अर्को सम अफ कोफिसिएन्ट अफ द अड टर्म is equal to the sum of the coefficient of the even term and is equal to the 2 to the power n minus 1 in the expansion of this expansion, बुझ्नुभयो। भने हामीले के थाहा भइसक्यो यो एक्सपेन्सनलाई यो टर्ममा लेख्न सकिन्छ हो। भने अब x चाहिँ यहाँ अघि हामीले 1 राखेको थियौँ त्यही भएर 2 टु द पावर n आएको थियो, अब हामी -1 राख्छौँ हो। x को ठाउँमा -1 राख्दाखेरि हो यहाँ त 1 त काटियो हो भने 1 - 1 टु द पावर n भनेपछि त यो त 0 भइगयो हो। भने यो 0 आयो भने अब यो c0 अब -c1 हो, x भनेको अब यो भने माइनसमा गयो अनि एक्स स्क्वायर भनेपछि यो -1 को पनि स्क्वायर भनेपछि यो के भयो -स्क्वायर 1 नै भयो भनेपछि +1 भयो हो। यहाँ +1 छ अगाडि, यहाँ -1 छ हो, त्यसरी बुझ्नु पर्यो तपाईँले। अब यो लास्टमा यसलाई यो लेख्दाखेरि त यसको यो यहाँ +1 हुन्छ कि -1 हुन्छ त्यहाँबाट थाहा भएन, त्यही भएर हामीले यसको -1 को पावर n राखिदिउँ, बुझ्नु हो। अनि अब यसलाई कुन तरिकाले हामीले लेख्न सक्यो भन्दाखेरि अब यहाँ c0 यो भयो हो। अब यो c0 c2 अनि त्यसै गरेर अब c4 हो, c6 भनेपछि यिनीहरू टर्म एकपट्टि अर्को माइनस वाला टर्म उता 0 मा लगेपछि यो टर्ममा आउँछ नि, बुझ्नुभयो हो। यो माइनसहरूलाई जस्ट यता यो माइनसहरूलाई जस्ट यो टर्ममा ल्याउनु त प्लस भयो भनेपछि यो इक्वल टु बिचमा यो आयो हो। यो तरिकाले लेख्न सक्यो भने अब हामीसँग त यो भ्यालु छ यो थाहा छ हो। भनेपछि अब c0 c2 c4 यो प्लस गर्दाखेरि हो, प्लस गर्दाखेरि अब 2 टु द पावर n - 1 हुन्छ, बुझ्नुभयो। 2 टु द पावर n - 1 2 टु द पावर n -1 भयो जुन चाहिँ हाम्रो यो एक्सपेन्सन जुन हाम्रो प्रपर्टी 3 मा भयो, बुझ्नुभयो। ओके, प्रपर्टी 3 अनुसार हामीले यो टर्ममा लेख्न सक्छौँ। ओके,
अर्को भनेको 1 + x टु द पावर n - 1 हो। यो टर्म छ भने अब यसलाई हेर्नु है, अघि n थियो अब n - 1 जस्ट अघिको सुरुकै सबै सुरुकै कन्सेप्ट यो चुन्यो। जस्ट जे राखेको छ यहाँ हामीले यहाँ त्यही राख्ने। हामीले नभए यहाँ a + xn हुँदाखेरि हामीले के गरेको थियौँ, cn नट यसरी राखेको थियौँ नि त हो। भने अब यहाँ यसरी यहाँ n हुँदा यहाँ n थियो भने अब यहाँ जे छ यहाँ पनि त्यही हुन्छ भने सबैमा त्यही हुन्छ भने यही तरिकाले जान्छ हो। अब x 1 राख्दा र x - 1 राख्दा हामीले के पाउँछौँ भन्दाखेरि हामीले पाउने रिजल्ट भनेको के हो भने हामीले यो जस्ट यो टर्मलाई हामीले यहाँ लेख्यौँ हो। अब यहाँनिर यो सुरुमा 1 राख्दा यहाँ 1 राख्दा टु द पावर n - 1 हुन्छ हो। अब यहाँनिर चाहिँ -1 राख्दा फेरि के हुन्छ, 0 हुन्छ। बुझ्नुभयो? अनि यो भनेको चाहिँ के हो, x पावर -1 राख्दाको कन्डिसन हो। यो भनेको चाहिँ यो भनेको x = -1 राख्दा हो। यो भनेको चाहिँ x = 1 राख्दाको कन्डिसन हो। बुझ्नुभयो? ओके। बाइनोमियल थ्योरम फर द नेगेटिभ अर फ्र्याक्सनल इन्डेक्स हो। अब नेगेटिभ र फ्र्याक्सनल इन्डेक्सको लागि बाइनोमियल थ्योरम के हुन्छ भन्दाखेरि कन्सिडर इन्फाइनाइट जियोमेट्रिक सिरिज हो। यो एउटा जियोमेट्रिक सिरिज हामीले कन्सिडर गऱ्यौँ। त्यहाँदेखि सम भनेको कति हुन्छ, सम भनेको 1/1 - x हुन्छ, जहाँ चाहिँ x को जुन x को भ्यालु हुन्छ हो यसको डिटर्मिनेन्ट भ्यालु चाहिँ मतलब 1 भन्दा पनि के हुन्छ, सानो हुन्छ। बुझ्नुभयो? ओके। 1 भन्दा सानो हुन्छ तर नेगेटिभतिर चाहिँ हुन्न है। भनेपछि अब यो टर्मलाई हामीले यो टर्ममा एक्सप्रेस गर्न सक्छौँ, लेख्न सक्छौँ हामीले यो टर्ममा। ओके हो। भने अब जस्तै देयर इन्डिकेट द्याट बाइनोमियल थ्योरम क्यान बी एप्लाइड फर फ्र्याक्सनल इन्डेक्स। यो टर्ममा लेख्दा हामीले के बुझ्न सक्छौँ भन्दा बाइनोमियल थ्योरम जुन छ त्यसलाई चाहिँ हामीले फ्र्याक्सनल इन्डेक्समा एप्लाइड गर्न एप्लाई गर्न सक्ने रहेछौँ भनेर बुझिन्छ। हामीले यसरी बुझ्नु पर्यो। बुझ्नुभयो? ओके। त्यसै गरेर अब यो 1 भनेको चाहिँ के हो, यो a को टर्ममा हो है। बुझ्नुभयो? यो a को टर्ममा हो। अनि यो a + x पावर n हुन्छ, जहाँ n भनेको -1 हो, x भनेको -x हो। बुझ्नुभयो? यो भनेको -x हो, a भनेको 1 हो। बुझ्नुभयो? ओके। जस्ट यसलाई योसँग कम्पेयर गर्न आफै निस्किन्छ। देन द फर्स्ट टर्म मस्ट बी हो। फ्र्याक्सनल इन्डेक्सको लागि अब हेर्नुहोस् है, फर्स्ट टर्म 1 नै हुनुपर्छ। बुझ्नुभयो? फर्स्ट टर्म 1 हुनैपर्छ र सेकेन्ड टर्म <1 हुनैपर्छ हो। यो सोल्ड मात्र ल्याएको छ, मस्ट बी भनेर यहाँनिर मस्ट बी <1 नै हुनुपर्छ। बुझ्नुभयो? ओके। कन्डिसन हो यो चाहिँ। तपाईँलाई यो MCQSमा सोध्न सक्छ कन्डिसन। बुझ्नुभयो? ओके। अब होइन हामीलाई के थाहा छ, यो एक्सपेन्सनलाई हामीले यसमा एक्सप्रेस गर्न सक्छौँ भने अब हामीले फेरि यसलाई चाहिँ छ यो टर्ममा पनि एक्सप्रेस गर्न सक्छौँ। बुझ्नुभयो? अब यो C0 भनेको 1 अघि पनि भनेको थिएँ र सुरुमा 1 फर्स्ट टर्म 1 हुनुपर्छ, जुन यो टर्म 1 भयो। बुझ्नुभयो? ओके। सेकेन्ड टर्म <1 भने यो <1 हुनुपर्छ। बुझ्नुभयो? ओके। भने यो टर्ममा नि हामीले एक्सप्रेस गर्न सक्छौँ। यसको हामी पछि न्युमेरिकल्सहरू हामी गर्ने नै छौँ। यो तपाईँले न्युमेरिकल गर्दा मजाले बुझ्नुहुन्छ। ओके। यो जस्ट तपाईँले याद गर्नु यो कन्डिसन यस्तो हुँदो रहेछ भनेर। सम युजफुल रिजल्ट रिलेटिङ टु दि थ्योरम आर भनेपछि अब यो थ्योरमसँग युजफुल रिजल्ट कस्तो निस्क्यो त भन्दाखेरि जुन अहिले हामीले डिस्कसन गरिरहेको छौँ त्यसकै आधारमा अब 1 + x टु द पावर -1 अब यो टर्मलाई हामीले यो टर्ममा लेख्न सक्छौँ। ओके। यो एकदमै इम्पोर्टेन्ट हो है, भेरी इम्पोर्टेन्ट हो। तपाईँलाई जेमा पनि यहाँबाट तपाईँलाई क्वेसन सबैभन्दा बढी सोधिन्छ है, मल्टिपल क्वेसन। यहाँबाट चाहिँ मल्टिपल क्वेसन सोध्ने गरिन्छ। बुझ्नुभयो? ओके। अनि सेकेन्ड एक्सप्रेसनमा हामीले यो टर्ममा यसरी लेख्न सक्छौँ। जस्ट जुन अघि हामीले लेखेको थियौँ a + x टु द पावर n हो, यही टर्मलाई जुन तरिकाले लेखेको थियौँ हामीले त्यही तरिकाले लेख्नुहोस्। जहाँ a को ठाउँमा जे थियो, x को ठाउँमा जे थियो, n को ठाउँमा जे थियो त्यही रिप्लेस गर्दै जानुहोस् है त। यो पनि त्यही हो। ओके। यो टर्मलाई तपाईँले त्यसरी नै लेख्न सक्नुहुन्छ, यसलाई लेख्न सक्नुहुन्छ। एक्सपोनेन्सियल एन्ड लोगारिथमिक सिरिज जुन हुन्छ, अब एक्सपोनेन्सियल को टर्ममा र लोगारिथममा लगको टर्ममा अब हामीले यहाँ डिस्कसन गर्छौँ। बुझ्नुभयो? ओके। अब यो एक्सपोनेन्सियलमा e टु द पावर x यो टर्मलाई हामीले यसमा लेख्न सक्छौँ। बुझ्नुभयो? ओके। भने यो तपाईँले याद गर्नुहोस्। अब हेर्नुहोस् यहाँ पनि जस्तै पावर 1 छ, त्यही भएर यहाँ मुनि 1 फ्याक्टोरियल, यहाँ 2 हुँदा यहाँ मुनि 2 फ्याक्टोरियल, यहाँ 3 हुँदा यहाँ 3 फ्याक्टोरियल, यहाँ r हुँदा यहाँ r फ्याक्टोरियल हुन्छ। यो सबमा यो जुन हुन्छ यहाँ चाहिँ सबै प्लस हुन्छ है त। यहाँ प्लस अगाडि यहाँ प्लस भएर अब यहाँ माइनस हुँदा जस्ट के हुन्छ, अडमा हो, अडमा माइनस, इभेनमा प्लस। ओके। यसरी बुझ्दा पनि हुन्छ तपाईँले। बुझ्नुभयो? अब फेरि यसलाई चाहिँ नमान्नुहोस् है। बुझ्नुभयो? यसलाई सुरुको टर्म अघि 1 हुन्छ भने के हो, बुझ्नुभयो? कन्डिसन अनुसार भने यसलाई छुट्टै मान्नु। अब यसलाई चाहिँ के मान्नुहोस् तपाईँले भने यसलाई चाहिँ अड मान्नुहोस्। यहाँबाट चाहिँ अर्को उयो जान्छ भनेर बुझ्नुहोस् के। जस्तै मतलब भन्न खोजेको यो 1 भनेको के हो, 1 भनेको अड हो, 2 भनेको इभेन हो, 3 भनेको के हो, अड हो, अनि जस्तै यहाँ 4 भनेको के हो, इभेन हो भने हो यो इभेनलाई चाहिँ प्लस टर्ममा लेख्नु। अब यो लास्टमा हामीले यही अनुसार लेख्दा फेरि यो तरिकाले लेख्न सक्छौँ, किनकि यो -1 टु द पावर r के हो, प्लस हुन्छ माइनस हुन्छ, यो r को भ्यालुले डिटर्माइन गर्छ। ओके। हामीले यो इन्फिनिटीसँग लेख्छौँ। त्यसै गरेर ईमा पनि यही तरिकाले लेख्न सक्नुहुन्छ तपाईँले, जहाँ चाहिँ हो ई मात्र हुँदा x को पावर के भयो, 1 भयो। ओके। जस्ट तपाईँले यहाँनिर सेम यही हो, यसमा नि यो x को हरेक यो जहाँ x छ यहाँ
हो यो यहाँनिरको ठाउँमा एक्स भएको ठाउँमा जस्ट तपाईँले 1 हालिदिनुहोस् क्या ओके e टु द पावर -1 अब यो -1 भन्दाखेरि अब सेम तपाईँले त्यही तरिकाले गर्नुहोस् यो ठ्याक्कै निस्किन्छ है त यही तरिकाले जुन गरे नि भयो हो यो माथिको तरिकाले गऱ्यो भने भयो बुझ्नुभयो ओके अब ए टु द पावर एक्स हो यो ए वाला यो ए टु द पावर एक्स वाला टर्म चाहिँ डिफ्रेन्ट छ बुझ्नुभयो यो फेरि यो यो र यो सेम होइन है डिफ्रेन्ट हुन्छ बुझ्नुभयो यहाँ लगवाला टर्म मतलब लग लागेको हुन्छ भने अब यसलाई यो तरिकाले तपाईँले यो यादै गर्नुहोस् बुझ्नुभयो यो तरिकाले तपाईँलाई सोध्ने गर्छ यो तपाईँको एक्जाममा क्वेसनमा यो एक्सप्रेसनमा तपाईँलाई सोध्ने गर्छ जस्ट तपाईँले यसको एक्सपान्सन चाहिँ यो हुँदो रहेछ भनेर बुझ्नुपर्छ ओके 6 मा लग 1 प्लस एक्सवाला यो एक्सपेन्सनलाई तपाईँले यो तरिकाले एक्सप्रेसन गर्न सक्नुहुन्छ बुझ्नुभयो या यो तरिकाले लेख्न सक्नुहुन्छ अब लग अब जस्तै यहाँ प्लस छ भने अब यहाँ एक्स यो एक्सलाई के रिप्लेस गरौँ यहाँ -एक्सले गरौँ बुझ्नुभयो भने हो यो तरिकालाई तपाईँले जस्ट यसरी लेख्न सक्नुहुने भयो बुझ्नुभयो ओके अनि त्यसै गरेर अब जस्तै अब यहाँ हेर्नुहोस् है यहाँनिर यहाँ प्लस हुँदा हो यहाँ इभेन्टमा यहाँनिर इभेन्टमा माइनस छ अनि अडमा चाहिँ के छ प्लस छ बुझ्नुभयो हो यो तरिकाले तपाईँले सम्झिँदा फेरि भयो क्या बुझ्नुभयो यो यहाँनिर सबै प्लस भएको केसमा यहाँ माइनस भएको केसमा चाहिँ सबैमा माइनस हो अल भनेको के छ माइनसवाला टर्ममा छ हो यो तरिकाले पनि बुझ्दा भयो अब यसको कन्डिसन पनि हुन्छ जस्तै यहाँनिर -1 एक्स चाहिँ -1 भन्दा ठुलो कि इक्वल हुन्छ तर 1 भन्दा चाहिँ सानो हुन्छ बुझ्नुभयो हो किन भन्दाखेरि अघि 1 भनेको सेकेन्ड टर्म भनेको के हो के छ त्यो के भनेको थियो लेस देन 1 हुनुपर्छ भनेको थियो नि हो त्यही भएर बुझ्नुभयो अघि अनि माइनस पनि होइन भनेको थियो नि भने 1 भन्दा सानो -1 भन्दा ठुलो हुनु पर्यो बुझ्नुभयो ओके अब यहाँनिर इक्वल टु 1 हुन पाएन है बुझ्नुभयो किनकि इक्वल टु 1 हुँदाखेरि त यहाँनिर 0 भइदिइहाल्छ नि अब यो टर्मलाई तपाईँले यो तरिकाले लेख्न सक्नुहुन्छ सेम हो यो माथिको तरिकाले हो बुझ्नुभयो अब यहाँ चाहिँ अब यहाँ प्लसवाला छ यहाँ माइनसवाला छ भने यहाँ चाहिँ रेसियोमा छ ओके धन्यवाद ल त्यसै गरेर सब्सक्राइब हाम्रो च्यानललाई गरिदिनु होला है त